पनि आज हाम्रो जोनको सानो बर्थडे गर्नु लागेको अब यहाँ कामदारहरू चाहिँ यहाँ हुनुहुन्छ हाम्रो दिदीहरू कामदार पनि भनौँ मासु यहाँ छ कलाएर बनाउने आयो एउटा मेरो मुटुको टुक्रा है कलाएर यो चाहिँ लप्सी र तिल अचारको लागि पैसा पनि उब्रेछ यी ल सलाद र अचारको लागि यहाँ चाहिँ आलु उसिन्दैछ यहाँ चाहिँ म प्राण तार्नु लाग्दैछ प्राण भन्छ यसलाई के भन्छ हो दाइ आउनु भएको छ हाम्रो जेठो दाइ ल अब हाम्रो चाहिँ आज सानो प्रोग्राम गर्नु लाग्दैछ अब टक्क लाएर यो भा अनि चिसो यहाँ छ काँक्रा अझै नपुगेको खण्डमा यहाँ छ यी हाम्रो चाहिँ आज चिसो त टन्नै छ रक्सी निङ्गर उयो निङ्गर मुनि अझ रक्सी छ दिदी कति जानुभयो अब यहाँ पुलाउ बनाउनु चामल म पुलाउ बनाउँछु स्पेसली अब गाजालाई त सलाद मात्रै अमृताको छैन जिरा फेरि 20 रुपियाँको मिक्स मसला हान जिरा पनि छैन दिदी अहिले हाल्ने बेलामा दालमा मिक्स मसला लसुन उया यता थियो त बहिनी खोइ प्लास्टिकमै हालेर पठाएकी त्यही कुनामा राखिदियो होइन यता कान्छीले हेराख्नु भएको भिमभिना ल्याउनु भएको मैले मात्र उहाँहरू यहाँ ठुलो बाबाले ल्याउनु भएको के हो चस्मा थ्याङ्क यू भन देखाएको मान्छेले माया गर बाबा ठुलो बाबा अलिक लुरुक्क हुनु रे खै केक राम्रोसँग हेर होइन यतापट्टि माया केक देखाउनु न जोन ठुलो बाबालाई थ्याङ्क यू भन्नु यो चाख्नु त कसो रहेछ जोनलाई साथी माया नगर्ने पुरा पानी तातो पानी हालेको छ जोन कहीँ कोही परेर नि हो तातो पानी बिरामी छ क्या यो चाहिँ माने बिरामी एक खाल खाने बिरामी यो र म चाहिँ क्या त्यस्तै छ फेरि विश्वमा फेरि पुरै मोडेल नेता तलान जाने फेरि बनाउनु त ल बनाउनु दिदी बनाउनु एकचोटि हट भएर चुरिन रोइला पार्टी हुँदैछ हाम्रो चाहिँ यहाँनिर चाहिँ अब बर्थडे पार्टी हुँदैछ भीम भेनाले पुरै जोनको फोटो भएको ल्याउनु भएको छ दुईटा हो नि केक त नि योस् भइसक्यो बरु यहाँ यो चाहिँ कसको बर्थडे रे आज भनेपछि रिना होइन जोन के अरे जोनको बर्थडे है राम्रै बनाएको यस्तो हुन्छ क्या जेठन देउरानी भन्ने चाहिँ कसको हुन्छ मेरो चाहिँ कृष्णमाइलालाई चाहिँ पठाउनु पर्ने जस्तो छ तुरुन्तै के हुने ठाडो हो जोन
सिधा आउन सिधा कसलाई माया गर्दो रहेछ हेरौँ त्यसले ल कसलाई बोलाउँदो रहेछ नाम लिएर ल त्यो के घेर सबै धुलै धुलो भयो बच्चाहरूलाई प्लास्टिक अनि कसलाई बोलाउँदो रहेछ ल कसलाई बोलाउने भन्दा कसलाई बोलाउने ठुलोबाउलाई हेरेर ल ओ गणेश भगवान अघि त बाउलाई खुवाउँदै भन्दै थियो काकालाई नि खुवाइदेऊ ल खाइसकेर चाहिँ जुठो चाहिँ टाउको दिरा खाइसक्यो मान्छेले उसको बाउलाई पनि खुवास्ने बिचरा काका बाउलाई ठुली आमाले खुवाछन् काका बाउलाई पहिला ठुलो मम्मीहरूलाई खुवाइदेऊ ल होइन होइन बाउ खास पहिला उसको त्यही भएर मैले यो नहाल्नु भनेर तल्किन त कान्छालाई झन् मलाई खुवाइदिने अब मलाई के यसले मम्मीले चाहिँ नखाउने क्या अब ठुली आमालाई छोरा ठुली आमा एनजी खै खाऊ न यसले चाहिँ नखान्छ बर्थडेवालाको ठुली आमा यहाँ आमा चाहिँ यहाँ रातो भइसकेछ उग्रपति देख्छ नि उग्रपति नदेखे भाले कहाँ जान्छ यो त हातमा त्यो तैँले त आइसी पायो त हो क्या त्यही मुटु त्यही ड्याडी लाउनु त
पैसा ल्याउँछ कान्छी पैसा बाबाले टिका लगाउने यही साल होला पैसा ल्याउ कान्छी रे अब त किनकि अब विदेश जानुहुन्छ नि त त्यही भएर अब यही साल मात्रै होला के त्यसो त नभन्न हो अर्को साल आएर लाउँदैन के भने अर्को साल ठुलो हुन्छ नि यो पैसा ल्याऊ पैसा बाबा आएर दुध बेचे ती पैसा पनि ल्याउने मसँग त अनलाइन मात्रै मोबाइललाई दिनु त्यसलाई अनलाइन बास भइगयो नि एटिएममै दिनु मैले जति दिँदैन हुन्छ केटालाई नै जति दिनु हुन्छ सबभन्दा धेरै दिएको तपाईँले 1000 रुपियाँ आशीर्वाद दिने हो क्या मैले ठुलो बाबाले लाउनु भयो त आफै ठुली आमाले पनि ल लाउनु ठुले आमाले मलाई के गर्छ टिका लगाउँदैछ के झर्छ दिदी डलर आमो डलर नेपाल डलर झरे झरे हेर्नु क्या अलि हेर्नु बच्चाले धुएर सिद्धि नि मेरो मुट्टु आमा एकान्त छोरालाई केकदेखि सबै चाहिँ आज दिदीले गर्नुभयो तपाईँले जो सिक्कै सिक्कै चाहिँ बच्चा खङ्खारै बनाएर छ आमाले सिक्कै सिक्कै खङ्खार बनाएको छ क्या बच्चा थ्याङ्क यू भन अलि ढोका 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 दिदीलाई नमस्ते खै छ लिएर आऊ लिएर आऊ लिएर आऊ भन किन नहुनु सुदीपको उसलाई पनि बोलाउँछ नि बोलाउनु भन्नु न के हो ठुली आमाले त लाज मान्छ कति हजार राखेको ओहो जोन के हो आज त खतरा भएछ त पैसा झार्छ भनेर होला क्या त्यही बाटो ए बाटो हो ओइ केटो बोल्नु सक्दैन भने कहाँ भन्नु बस भन्नु न खाएछ के गाई तिमीलाई हात ल्याउँदा छोरी यहाँ तिमीलाई केक पाए मुट्यो यो चाहिँ रिदम तामाङ हो यो मेरो चाहिँ फटा एक नम्बर मैले आशीर्वाद के दिएको नि हजुर ओ खोइ सुनमाले खोइ ल ओहो ल जुन अङ्कलले लगाइदिने है ल ह्याप्पी बर्थडे खोइ ह्याप्पी बर्थडे भन्न थ्याङ्क यू भन्न आयो त खाँदा गम्कीको ओहो खाएको खाएको रहेछ फाइनल सिद्धियो हाम्रो ह्याप्पी बर्थडे पस्किनेतिर लाग्दैछु म्याच्यु अब मासुलाई त के हाल्यो धनियाँ रहेछ यो चाहिँ मुखु परेको चाहिँ अब मासु पस्किने खाना पस्किने चाहिँ काम मेरो हो नि त मेरो छोराको बर्थडे हो नि त अनि म टाकटुक पस्केर चाहिँ दिन्छु है अब बाफ आइरहेको छ तातो यहाँनिर ढिलो भयो कति मिठो हुन्थ्यो खलखल है तर ठिकै छ